एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। त्यसकारणले उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेछ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएको छ, त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको। यो यथार्थ हो। र अहिले यहाँको आम्दानी एकदम नाफाजनक छ, यति अर्ब चाहिँ आम्दानी छ भनेर दाबी गरिराखेको कुरा, म बोर्डकै अध्यक्ष भएका कारणले यहाँ डिडिए गरौँ न त के हो त? प्रश्न त बाजियो नि त। बाहिर मान्छेको बुझाइ एक छ, विद्वानहरूको एक छ। महालेखा भन्छ 2.5 खर्ब घाटा छ। प्रतिवेदन भने मैले भने होइन, यो फेरि महालेखाको, हजुरहरू सबैले हेर्न सक्नुहुन्छ।